हार्दिक स्वागत गर्न चाहन्छु। त्यसपछि हाम्रो महानगरपालिका छ प्रत्येक श्रेष्ठज्यूलाई स्वागत गर्न चाहन्छु। त्यसपछि हाम्रो उज्जवल उपाध्याय सर पनि धेरै पुरानो साथ हुनुहुन्छ र यहाँ सबैलाई यहाँ आइदिनु भयो, त्यसैलाई धेरै धेरै धन्यवाद। पहिलाबाट हामी के हौँ भन्ने कुरो नै सरहरूलाई अलिकति अवगत छैन। सिजिआई भन्ने सिजिआई भन्ने कुरो भन्नुको लागि दुई शब्द परिचित गरिदिएला म हाम्रो संस्थापक अध्यक्षजी गरेका इन्जिनियर डाक्टर साहबलाई 2 मिनट परिचय गरिदिनु भन्न अनुरोध गर्दछु। उपस्थित सम्पूर्ण महानुभावहरूमा हाम्रो समूहको तर्फबाट सिसिएनआई राष्ट्रिय सडक मामिलाका सरोकार समूह हो, त्यसको तर्फबाट यहाँलाई म स्वागत, न्यानो अभिवादन र स्वागत गर्न चाहन्छु। अलिकति हामी को हौँ, के कसरी सुरु गऱ्यौँ र यसले के गर्दै आछ भन्ने कुरा म बताउने अनुमति चाहन्छु। र आजको जुन हामीले जुन विषय राखेका छौँ र जस प्रकारका वक्ताहरूलाई हामीले आमन्त्रण गरेका छौँ त्यसको बारेमा पनि म अलिकति राख्ने प्रयास गर्दैछु। 5 वर्ष भयो होला हामी केही व्यक्तिहरू त्यसमा आज उपस्थित कारणवश उपस्थित हुन सक्नु भएन। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, निमित्त महालेखा प्रमुख सुखदेव भट्टराई खत्रीजी, म आफै र केही व्यक्तिहरू, अनि रविजी हुनुभयो, जनरल भरत रायमाझी, त्यसपछि आतिश कार्की, तृप्ति घिमिरे वकिल हुनुहुन्छ, उहाँहरू 2 जना नवोदित वकिल हुनुहुन्छ, ईश्वरी भट्टराईजी आदि आदि गरेर हामी 5 वर्ष अगाडि हामीले के सोच्यौँ भने मुलुकमा एउटा खुकुलो सञ्जालको आवश्यकता छ। त्यसले मुलुकका समसामयिक विषयहरूमा छलफल चलाउनुपर्छ र खबरदारी गर्नुपर्छ। राज्य सञ्चालन गर्ने, जोसुकै राज्य सञ्चालन गर्ने सिंहदरबारमा बसेको होस्, उसका राम्रा कामहरूलाई बाहिर ल्याइदिने प्रयास गर्नुपर्छ विश्लेषणात्मक रूपमा, र कुनै किसिम हामीले देखेका नराम्रा कामहरू छन् भने त्यसलाई पनि हामीले बाहिर ल्याएर खबरदारी गर्नुपर्छ भन्ने दृष्टिकोणबाट 5 वर्ष भयो हामीले एउटा खुकुलो सञ्जाल बनाएका हौँ। यो खुकुलो सञ्जाल हाम्रो कतै पनि दर्ता छैन र यसमा हामीले सुरुमा जो मित्रहरूलाई लिएका हौँ र त्यसमा विविध क्षेत्रका व्यक्तिहरू एक ठाउँमा जम्मा भएर हामीले यसलाई सञ्चालन गरेका हौँ। र यो सञ्चालनको लागि हामीलाई कसैले 1 पैसा पनि दिएको छैन, हामीले कसैसँग 1 पैसा लिएको पनि छैन। हामी प्रत्येक महिनाको पहिलो शुक्रबार यो हामी खुला छलफल कार्यक्रम चलाउँछौँ। त्यही क्रममा अनि अर्को एउटा हामीले परिपाटी के गरेको हो भने यो खुकुलो सञ्जालमा नयाँ पुस्तालाई र पुराना पुस्ता, नयाँ पुस्ताको जोस र पुराना पुस्तालेसँग भएको अनुभव नयाँ पुस्ताले लिन चाह्यो भने बाँड्ने दृष्टिकोणबाट यो जुन छलफल चलाउनको लागि हामीले जुन विषयवस्तु छनौट गर्छौँ त्यसको लागि भनेर हामीले नयाँ पुस्ता र पुरानो पुस्ता दुईटैलाई यो खुकुलो सञ्जालमा समावेश गरेका छौँ। र यसको अर्को एउटा पनि हाम्रो विशेषता के छ भने हामी कहिले पनि कुर्सी समातेर बस्दैनौँ। हामीले प्रत्येक वर्ष संयोजकलाई परिवर्तन गर्दै आएका छौँ। त्यही क्रममा 5औं वर्षको संयोजक हामीसँग हुनुहुन्छ पूर्व एआइजी रविराज थापाजी। योभन्दा अगाडि हामीसँग हुनुहुन्थ्यो एक युवा अधिवक्ता आज तृप्ति घिमिरेजी यहाँ उपस्थित हुनुहुन्न। यी 2 जना आतिश कार्की र तृप्ति घिमिरे कुनै दिन सर्वोच्च अदालतका श्रीमान हुन पुगे भने हामीलाई आश्चर्य लाग्ने छैन। त्यो बेला उहाँहरूलाई हामीले त्यहाँ सर्वोच्चमा पुग्दा श्रीमान भन्न हामीलाई अभिरुचि छ। तपाईँहरूको त्यो क्षमता देखेका छौँ हामीले।
योभन्दा अगाडि उहाँले नै संयोजन गर्नुभएको थियो। त्योभन्दा अगाडि हामी प्रत्येक वर्ष परिवर्तन गर्दैछौँ र अर्को वर्षको लागि पनि हामीले जनरल भरत रायमाझीलाई अनुरोध गरिसकेका छौँ। अब रह्यो यो हाम्रो समूह हो। यसमा तपाईँ यहाँ कहिले सयौं व्यक्तिहरू उपस्थित हुनुहुन्छ, कहिले 5 जना पनि हुनुहुन्छ, किनभने यो कुनै हाम्रो हामीले यहाँ कुर्ती पनि जारी गर्दैनौँ, यसरी उपस्थित हुनुहोस् पनि भन्दैनौँ। सामाजिक सञ्जालबाट विषयवस्तुलाई हामी प्रकाशित गर्छौँ र त्यो विषयवस्तुको आधारमा वक्ता हेरेर उपस्थिति हुन्छ। आज मलाई खुसी नै लागेको छ यो जुन समूह छ त्यो समूहको र जे हामीले विषयवस्तु राखेका छौँ त्यसैलाई मध्यनजर राखेर बिस्तारै आउँदै जानुहुन्छ। तर हाम्रो संस्कृति हामीले एउटा के अर्को संस्कृति के बनाएका छौँ भने हामीहरू सकेसम्म 15 मिनटभन्दा ढिलो गर्दैनौँ। तर आज पनि अलि ढिला भएकोमा हामी क्षमा याचना गर्छौँ। अब आजको विषयवस्तु सम्भवतः यो 5औं वर्षमा सम्भवतः हाम्रो 5 वर्षको यात्रामा कति वर्ष जान्छन् थाहा छैन, हाम्रो यात्रामा पहिलोचोटि राजनैतिक व्यक्तित्वहरूलाई ल्याएका छौँ हामीले। यसको ल्याउनको कारण पनि हाम्रो छ। यो कारण के हो भने मुलुक अहिले सिकन्दरबाद र मुलुक सञ्चालन युवा पुस्ताले गर्दैछ। युवा पुस्तामा जोस छ, युवा पुस्तामा केही गरौँ भन्ने हुटहुटी छ जस्तो लाग्छ र हाम्रो शुभेच्छा छ युवा पुस्तालाई गरी खानुस्। हामीले राज्य जुन किसिमबाट सञ्चालन गर्यो त्यसमा नेपाली जनताको चित्त बुझिया रहन्छ। त्यसकारणले तपाईँहरू सिकन्दरबारमा आउनु भएको छ, तपाईँहरू चलाउनुहोस्, तपाईँहरूले हिजोका गल्तीहरू नदोहोऱ्याइदिनुहोस् र साथसाथै तपाईँहरू सफल हुनुहोस् भन्ने हाम्रो शुभेच्छा। तर साथसाथै के हो भने हाम्रो शुभेच्छा हुँदाहुँदै पनि जोस युवा पुस्तामा देखिएको छ, हुटहुटी छ। तर त्यो हुटहुटीलाई सायद उहाँहरूले पुराना पुस्ताको पनि केही अनुभवहरूलाई लिनुपर्छ होला, त्यो अनुभवले उहाँहरूलाई काम लाग्छ होला भन्ने हामीलाई लाग्छ। त्यही क्रममा अहिले संसदमा प्रदेश सभामा, खास गरी राष्ट्रिय सभा होइन प्रदेश सभामा वर्तमान सत्ताधारी पार्टीको झन्डै 2/3 बहुमत छ र एउटा त्यो दोस्रो कुरा थाहा छैन। अहिले वर्तमान सरकारले संविधान संशोधन गर्न खोजिरहेको हामीले बुझेका छौँ। अब उहाँहरूले समिति गठन गर्नुभएको छ, उहाँ छलफलमा हुनुहोला। उहाँले हामीलाई पनि सोध्नुभयो भने हाम्रा दृष्टिकोण पनि प्रस्तुत गरौँला, सोध्नु नसोध्नु उहाँहरूको कुरा। त जबसम्म यो मुलुकको संविधान परिवर्तन हुँदैन, हामीले परिपाटी 2004 सालदेखिको अहिलेसम्मको संविधान हामीले अपनाइ आएको संविधान भनेको संसदीय व्यवस्थाकै संविधान हो। यो संसदीय व्यवस्थाका केही न्यूनतम मान्यताहरू हुन्छन् र संसदको प्रतिनिधि नेता भनेकै प्रधानमन्त्री हो र संसदको प्रति नै प्रधानमन्त्री मन्त्री परिषद जिम्मेवार हुन्छ, अन्यथा अर्को व्यवस्था लागू नहुन्जेल। त्यसमा अहिले केही कुराहरू देखा परेका छन्। त्यसलाई के लाग्यो भने के त प्रधानमन्त्रीजी अथवा वर्तमान सरकारको नेतृत्व गर्नेले काम गर्न चाहेर हामी त्यो संसदमा धेरै अल्झिन चाहँदैनौँ, हामीलाई काम गर्न दिनुहोस् भन्न खोज्नु भएको हो कि अथवा हामीसँग बहुमत छ हामीले चलाउँछौँ भन्ने दृष्टिकोण राख्नु भएको हो, अथवा अबको व्यवस्था संसदीय व्यवस्था होइन बनाउनु खोजिया हो, थाहा छैन हामीलाई। त्यसकारणले हामीले के देख्यौँ भने एउटा नागरिक, म एउटा यो देशको नागरिकको नाताले केही दिन अगाडि संसदमा जुन किसिमको घटना मैले देखेँ र प्रधानमन्त्रीज्यूले हात उठाएर विद्यार्थीले जसरी प्रश्न गर्नुभयो र त्यसपछिका घटनाक्रम तपाईँलाई मैले बताइरहनु पर्दैन, म पनि एउटा नागरिकको रूपमा मैले हेरेको हुँ। त्यसमा नेपाली कांग्रेसका वरिष्ठ नेता र नेता तथा प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्नुहुने अर्जुन नरसिंह केसीजीले जसरी प्रस्तुत हुनुभयो त्यो प्रस्तुतिकरण र उहाँले त्यो प्रस्तुतिकरणले मलाई लाग्छ उहाँले एक प्रकारले
47 सालपछि मुलुकको शासन व्यवस्था कसरी चलेको हो र के हुन्छ भन्ने कुराको सङ्केत उहाँले दिनुभएको जस्तो लाग्यो। हामीलाई लाग्यो कि यो जोस हुनेलाई होसको बाटो होस अलिअलि पुराना कुरा सिकाउने व्यक्ति संसदमा कोही रहेछन्, त्यसकारणले उहाँका धारणा पनि यो सञ्जाल ठुलो सञ्जालमाथि मार्फत बाहिर जाओस् भन्ने दृष्टिकोणले हामीले अर्जुन नरसिंह केसीजीलाई अनुरोध गरेका हौँ भने आज हामीसँग अर्को अब एकातिर विपक्षी दलमा एउटा पाको व्यक्ति हुनुहुन्छ जसबाट सिक्न सक्छ वर्तमान सत्तासीन सरकार पार्टीले भने अर्कोतिर सत्ता चलाइरहेकै पार्टीको जिल्ला स्तरीय हामीले सचिवलाई पनि भन्यौँ। हामीले उहाँहरूबाट पनि के सुन्न चाहेको भने तपाईँहरू राज्य कसरी चलाउनु खोजिया हो त, तपाईँहरूको चलाउने तरिका केही छ भने हामीलाई बताइदिनु हो भने तपाईँको कुरा हामीलाई चित्त बुझ्यो भने हामी बाहिर ल्याइदिउँला, होइन भने हामीले खबरदारी गर्ने बेलामा तपाईँको कुरालाई पनि हामी आलोचना गरौँला। त्यस कारणले त भनेर हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिवलाई पनि हामीले आमन्त्रण गऱ्यौँ। साथसाथै अब यो दुईजना त पार्टीगतका रूपमा भयो, तेस्रो व्यक्ति पनि खोज्नु पर्यो जसले मुलुकका समसामयिक विषयहरूमा विचार व्यक्त गरिरहने नयाँ पुस्ता खोज्दाखेरि हामीले उज्जवल उपाध्यायजीलाई पायौँ। उज्जवल उपाध्यायजी नेपाल नेसनल कलेज पहिले नेपाल नेसनल कलेजमा उहाँ अध्यापन गर्नुहुन्थ्यो काठमाडौँ विश्वविद्यालय अन्तर्गत र उहाँलाई अहिले नेपालको विकास सम्बन्धी विषय र समसामयिक विषयमा राम्रो व्याख्याता र विश्लेषकको रूपमा लिइन्छ र खास गरी उहाँको क्षेत्र विकाससँग सम्बन्धित कुराको विश्लेषण र अहिलेको यो क्लाइमेट चेन्ज र आदिहरूमा डिसास्टरसँग सम्बन्धित र त्योभन्दा पनि आज हामीले उहाँलाई स्वतन्त्र व्यक्तिको रूपमा अध्यापन गरिरहेको व्यक्तिको रूपमा कसरी हेर्नुहुन्छ त उहाँले के दुइटै अब प्रतिपक्षले खेलेको भूमिका र सत्तापक्षले खेलेको भूमिकालाई उहाँले कसरी हेर्नुहुन्छ भन्ने दृष्टिकोणबाट हामीले आज तीन व्यक्तिहरूलाई हामीले आमन्त्रण गरेका हौँ। मैले अघि नै भने सम्भवतः हाम्रो 5 वर्षको यात्रामा पहिलोचोटि हो यसरी हामीले राजनैतिक व्यक्तित्वलाई आमन्त्रण र विश्लेषकलाई एकै ठाउँमा राखेका छौँ। हाम्रो आमन्त्रण स्वीकार गरिदिनु भयो माननीय अर्जुन नरसिंह केसीजी, तपाईँलाई पनि धन्यवाद। श्रेष्ठजी तपाईँलाई पनि धन्यवाद। उपाध्यायजी तपाईँलाई धन्यवाद। अब मैले माइक हस्तान्तरण गरेँ हाम्रा यो वर्षका संयोजक रविराज थापाज्यूलाई धन्यवाद। सबै अब हामी किन छौँ के गर्दैछौँ भन्ने कुरो यहाँहरूलाई पनि पछिको सरलाई भेट्न गएको हाम्रो यो सरोकारको कुरा गर्दाखेरि मैले के गर्नु ठिक होला भन्दाखेरि सरको चाहिँ वरि देशको लागि यो बृहत नभइकन टुक्रा टाक्री तालले चल्दैन मैले टाइटल के राख्नु पर्ला भनेर सरलाई सोधेको थिएँ। सोद्धाखेरि उहाँ सरले नै दिनुभएको टाइटलहरू राखेको थियो। आज के छ भन्दाखेरि आजको नेपालको वर्तमान अवस्थामा राष्ट्रिय एकताको आवश्यकता के हो कस्तो हो। अब सरको साथ 1955देखि सरले पोलिटिक्समा गएर नेपालको तरुण दलको स्थापना गर्नुभएदेखि लिएर अहिले 5 चोटि मन्त्रीज्यू भइसक्नु भएको र देशको अन्तर्राष्ट्रिय पुरै नघुमेको मैले हेरेँ, बाहिर सबै डिटेलमा गएर छ तर सरले नगरेको काम छैन। त्यसपछि 2005-2006मा पनि त्यो अर्को पार्टीसँग संयुक्त काम गर्दा पनि धेरैमा चेयरम्यान बाहेक सरको सेकेन्ड पोजिसन कहीँ पनि छैन। त्यसले गर्दाखेरि अहिले पनि सर राइट ठाउँमा भइबसेको छ। त्यसले गर्दाखेरि आज नेपालको वर्तमान अवस्थामा राष्ट्रिय एकताको आवश्यकता र त्यसको लागि सपोर्ट गर्नको लागि संसदीय गतिविधि के छ त, राइट ट्र्याक रङ ट्र्याक वेल के भइरहेछ उहाँ आफै भित्र भइबस्छ। उहाँले चाहिँ त्यो नर्समा पहिले के भन्छ वैद्यले पनि नारी छाम्छ अनि जिउरो हेर्छ अनि ल ठिक छ भन्छ। सर नारी छाउने ठाउँमा चिन्दै पनि बस्नुभयो, अहिले जिउरो हेर्ने ठाउँमा सर हुनुहुन्छ। त्यसले गर्दाखेरि उहाँले सरले भन्नु भएको थियो 30 मिनट्स मलाई दिन पुग्छ भन्नुभएको थियो। उहाँलाई 30 मिनट्स, त्यसपछि हाम्रो श्रेष्ठ सरलाई म 15देखि 20 उपाध्याय सरले 15-20 मिनट्सबाट यो कुराले यो हाम्रो रेकर्ड हुन्छ सर। त्यसले गर्दाखेरि हामीले अरूलाई सेयर गर्छौँ। यहाँ थोरै भए तापनि त्यो इट विल बी कम्युनिकेटेड टु लट अफ पिपल।
रेकर्ड पनि भएको हुनाले यहाँबाट के सिक्न पाउँछु भन्ने हिसाबले म सुरुमा सरलाई मैले लामो परिचय दिएछु सिभी चाहिँ सरलाई नजिकै गएको छैन, त्यसै कारणले हजुरबाट सुरु गरौँ हुन्छ। थ्याङ्क यू भेरी मच सर। म सरलाई यो माइक हस्तान्तरण सभापतिज्यू, उपस्थित विशिष्ट साथीहरू, अनि वास्तवमा आज मैले सौभाग्यकै रूपमा लिएको छु। कहिलेकाहीँ स्मल इन्स्टिट्युट हुन्छ, सानो जीवनका अत्यन्त महत्त्वपूर्ण हुन्छ। मान्छेका शरीरका अंग प्रत्यङ्ग सब ठुला हुन्छन्, आँखा सबभन्दा सानो हुन्छ, त्यसमाथि पनि आँखाको नानी अझै सानो। तर जीवन दर्शन र सामाजिक गति जसरी सानो आँखाको नानीमा भर पर्छ, त्यसै गरेर अहिले प्रबुद्ध साथीहरू, पूर्व प्रशासकहरू, प्रहरीका साथीहरू र पत्रकार साथीहरूको जमघट यो एउटा अत्यन्त राम्रो खुसीको अवसरको रूपमा मैले लिएको छु। अब यो नेपालको वर्तमान अवस्थामा नियत राष्ट्रिय एकताकै चाहिँ यो आजको शीर्षकमा छ। के छ भने नेपालमा 125 भन्दा बढी जाति छ, 123 भाषा छ। यी विविधता चाहिँ हाम्रो सौन्दर्य हो, सम्पदाहरूको समस्या होइन। तर यसलाई सम्पूर्ण रूपमा एकीकृत गरेर हामी कसरी अगाडि बढ्न सक्छौँ, यो निरन्तर प्रयासको बावजुद अहिले पनि त्यसमा विभिन्न किसिमका समस्याहरू देखिरहेका र राष्ट्रिय एकीकरणमा 55 साल खालि सैनिक र भूगोलको मात्रै एकीकरण गरेका थिएन। वास्तवमा धेरै कुराहरू कूटनैतिक, प्रशासनिकदेखि लिएर 4036 करोडको फुलबारी हो भन्ने कन्सेप्ट जो सुरु भयो, त्यो स्वयं पनि एउटा डेमोक्रेटिक लाइनको इन्डिकेसनको रूपमा मैले चाहिँ लिन्छु। त्यसैले अहिलेको जुन खालको परिवेश छ, जिन्दगीको यात्रामा मैले धेरै लामो राजनीतिक सङ्घर्षमा सहभागी भएँ। झन्डै 2018 साल वैशाख 6-7 गते पहिलोचोटि जेल परेपछि 6-7 वर्ष जेल बसेँ। हाम्रो जज साथीहरू प्रायमा यस्तो साथी पनि हुनुहुन्छ, बल्ल गर्छ। त्यो यो लामो सङ्घर्षमा अहिले जुन खालको राष्ट्रिय परिवेश मैले अनुभव गरेको छु, हरेकतिर हेर्ने हो भने चेतनाभन्दा उत्तेजना, विवेकभन्दा आवेग र सकारात्मक सोचभन्दा नकारात्मक प्रवृत्तिले यसरी समाजमा ढाकेका छ र हामीले लोकतान्त्रिक हक र अधिकारको प्रतिबिम्ब नै मान्छौँ त्यसलाई। तैपनि सामाजिक सञ्जालहरूको यसरी दुरुपयोग भएको देख्छु म कहिलेकाहीँ गर्दाखेरि, जब सम्पूर्ण नागरिक समाजमा नकारात्मक सोचहरूबाट अभिवृद्धि हुन्छ, त्यो समाजमा सकारात्मक विकासको गति कसरी अगाडि लिन सकिन्छ भन्ने चिन्ता लाग्छ। यो मेरो लामो अनुभवको कुरा हो। त्यस कारण अहिले हामीले सबै पक्षले सोध्नु पर्छ। राजनीतिक दलहरू आउँछन् जान्छन्, तर त्यो सबैभन्दा बढ्ता कुरा चाहिँ के भने हामीले जो संविधान, नेपालको 7औं संविधानमा हामी छौँ। यो 7औं संविधान नेपाली जनताको प्रतिनिधिले निर्माण गरेको संविधान। नेपाली जनताले सार्वभौम सत्ता सम्पन्न अहिलेका सबै संविधान कुनै रूपले गिफ्ट कन्स्टिट्युसन, बक्सिस संविधानको रूपले हामीले प्राप्त गर्यौँ। यो नेपाली जनताले ओ द पिपुल अफ नेपाल, सोभरेन पिपुल अफ नेपाल भनेर लेखेका पहिलो संविधान। त्यो संविधानको पनि कमसेकम हामी 10औं वर्षको अवधि एउटा कालखण्ड पार गरिसकेका छौँ। त्यो नेपाली जनताबाट हामीले बनाएको हो। म पनि संविधान सभामा थिएँ, तर यसमा धेरै परिवर्तनको आवश्यकता चाहिँ धेरै राजनीतिक दलहरूले बिचबिचमा उठाए। काङ्ग्रेस र एमालेको संयुक्त सरकारले पनि दोस्रो बुँदामा नै संविधान संशोधन उल्लेख गरेका थियो, तर त्यो उच्चारणै नभइकन सिद्धियो। अहिले पनि संविधान संशोधनको निम्ति सरकारी स्तरबाट एउटा प्रशासनिक खालको जो बहस पत्र तयार भनेर गरिएको छ, त्यो चाहिँ नि एकदम ठिक छैन र मलाई लाग्छ के भनेदेखि अहिले समग्र रूपबाट राष्ट्रिय एकताको हामी कोही कसैका दुश्मन छैनौँ, विचारका प्रतिस्पर्धी मात्रै। हामी विभिन्न राजनीतिक दलमा विभाजित छौँ, विचारमा विभाजित छौँ,
तर साझा समस्या त गरिबी, भोकमरी, अशिक्षा र सीमा समस्यादेखि लिएर गएर अहिले हामी विदेशी ऋणको भारीमा छौँ। यो मैले कसैलाई दुःखलाई भ्रष्टाचारको महामारीमै यात्रा गर्दै आएको हो। त्यो सबै त हाम्रो साझा दुश्मन हो। त्यसलाई साझा रूपबाट निराकरण गर्ने एउटा प्रयत्न चाहिँ नि अहिलेको सबभन्दा ठुलो आवश्यकता हो। त्यतातिर गम्भीर हुनुपर्छ सबै पक्षले भन्ने चाहिँ नि मेरो आग्रह हो। मैले संसदमा पनि हरेकचोटि आफ्ना दृष्टिकोण यही ढङ्गले प्रस्तुत गरेको छ। त्यसैले यो फेरि अर्को स्थिति चाहिँ नि के छ भनेदेखि अहिलेको वैश्विक अवस्था तपाईँहरू सबै जानेकार हुनुहुन्छ। हिजोको द्वितीय विश्वयुद्ध पछिको रुस र अमेरिकाको द्वन्द्वको चपेट जुन थियो त्यसको सम्पूर्ण इपिसेन्टर चाहिँ नि युरोप थियो। हामीलाई नेपालमा कहिलेकाहीँ बाछिटा पर्थ्यो, हामीलाई त्यत्रो ठुलो प्रभाव थियो। अहिले चीन र अमेरिकाको द्वन्द्वमा सोझै कन्फ्लिक्ट जोन चाहिँ नि हामी छौँ। र त्यति मात्रै होइन सभापतिज्यू, हिजो रुस र अमेरिकाको द्वन्द्वमा चीन चाहिँ नि रुसको खेमाभन्दा बाहिर छ। अहिले चीन र रुस एक ठाउँ उभिएको स्थिति छ भनेदेखि अर्कोतिर विश्वको चौथो शक्ति भारत चाहिँ नि दक्षिणतिर छ। उसको पनि आफ्नो नेपाल चाहिँ नि हामीसँग सम्बन्धित गर्दा हो अथवा कुनै न कुनै ढङ्गले चाहिँ नि परम्परा, धर्म, संस्कार, संस्कृतिबाट अरू त्यहाँ गर्दा प्रवेश गरेर हालिमुहाली गर्नुहुन्न भन्ने सतर्कता उसको छ। भन्दाखेरि यो झन्डै झन्डै त्रिकोणात्मक द्वन्द्वको जुन अवस्था छ, तपाईँहरूले कति फिल गर्नुभयो मलाई थाहा छैन, तर मैले 24 गते बिहान 9 बजेदेखि बेलुका 10 बजीसम्म यो टुरोको देश हुन्छ हाम्रो। यो शून्यतामा थियौँ हामी। सम्पूर्ण नेपाली जनता चाहिँ सहाराविहीन अवस्था। त्यस्तो स्थितिको उन्मुक्ति हामीले फेरि दिन सक्छौँ। पार्टीमा जोसुकै आओस्, जहिलेसुकै जितोस्, म अहिले आउने कुनै पनि नयाँ पार्टी अथवा नयाँ विचार बोकेर आउनेहरूलाई हामी हार्दिक रूपबाट स्वागत गर्न सक्छौँ। र हामीले जे जहाँ जहाँ गल्ती गरेका छौँ ती गल्तीलाई सुधार्दै नयाँ उहाँहरू अगाडि बढ्नुहोस्, मेरो सदैव शुभकामना हुन्छ। किनभने हामीले गर्न नसकेका कामहरू उहाँहरूले गर्नुभयो भने कमसेकम मलाई नभए पनि मेरो जेनेरेसन र नेपाली जनताले फाइदा हुन्छ भने त्यो हामीले हार्दिक रूपबाट स्वागत गर्नुपर्छ। त्यसमा मेरो कुनै विवाद होइन। तर यसलाई चाहिँ कसरी संयोजन गर्ने, त्यो संयोजनको क्षमता अहिले एकदम कमजोर मैले देखिरहेको छु। पहिला त थिएन। र फेरि अहिले हाम्रो नयाँ आउने साथीहरूलाई के छ भनेदेखि पहिला पनि त गल्ती गरेका थिए भन्न उहाँहरूले उन्नति पाउने स्थिति म देख्दिनँ। किनभने हामीले अथवा हाम्रा पुराना राजनीतिक दलहरूले गरेको कुरा नै हामीले दण्ड पाएका हौँ। हामी अहिले पहिलो दोस्रो पार्टी हुने, तेस्रो चौथो पाँचौँमा किन पुग्यौँ? जनताले दण्ड दिए, जनताले नयाँ परिवर्तन खोजे। त्यो नयाँ परिवर्तनमा पनि फेरि त्यही पुरानो कुराको परम्परालाई चाहिँ नि हामीले आधार बनाउने हो भने त्यो परिवर्तन केही परिवर्तन हो। त्यसैले अहिलेको स्थितिमा मेरो सबभन्दा पहिलो राष्ट्रिय एकताको दृष्टिकोणले, तर मैले कसैलाई दुश्मन होइन, प्रतिस्पर्धी मात्रै हो राजनीतिक दलहरू भन्छु। यो सरकारले अहिले कार्यालय सचिव जस्तो अथवा सरकार प्रधानमन्त्रीको विश्वास पात्र कसैको हुन त उहाँले सब भूतपूर्व प्रधानमन्त्रीसँग छलफल गरेर राख्नु भएको छ। त्यसरी संविधान संशोधनको बहस पत्र जो तयार गरेर आएको छ, मैले संसदमा पनि बोलेँ, बाहिर लेख पनि लेखेको छु कि कमसेकम अहिलेको राष्ट्रिय परिवेश र जो अत्यन्त गम्भीर खालको चुनौती छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय वैश्विक व्यवस्थादेखि देशको सामाजिक समस्या र आर्थिक समस्या जुन छ, कतिपय कुरामा राजनीतिक रूपले पनि हामी जसरी छौँ, त्यसलाई अब फेरि एउटा निराकरणको बाटोलाई तय गर्ने हो भने कुनै पूर्व प्रधानमन्त्री न्यायाधीशको नेतृत्व विशिष्ट व्यक्तिहरू, तपाईँहरू पनि यहाँ धेरै हुनुहुन्छ, मैले धेरै अगाडि दिन चिनेका साथ निष्पक्ष ढङ्गले देशको आवश्यकता छ। तिनीहरूको एउटा कमिटी बनाएर नेसनल डायलग, राष्ट्रिय संवाद भन्छु म, त सबै पक्ष, यो राष्ट्र हामी सबैको, हामीसँग विचार नमिलेको चाहिँ यो राष्ट्र होइन भनेर भन्न सकिन्न। त्यस कारण तिनीहरूलाई सबैलाई एकीकृत रूपबाट हिँड्छ। र संविधान संशोधनको विषयमा मैले अहिले मात्रै भने होइन, पहिलोको संशोधन भनेको थिएँ
कि सर्वपक्षीय समेत, अझ त्यसलाई अर्को शब्दले भन्ने गोलमेज समेत, त्यसमा सबै स्टेक होल्डर्सहरूले चाहिँ आफ्नो आफ्नो प्रतिनिधित्व राखौँ र अहिलेसम्मको हामी अनुभव हेर्नुहोस्, 7औं संविधानमा प्रवेश गर्दा छ हामी 7 सालदेखि 4 सालदेखि अहिले 84, 83 सालसम्म 70, 80, 79, 80 वर्षमा हामी चाहिँ नि 7औं संविधानको प्रयोगमा छौँ भने यसलाई कमसेकम स्थिरतापूर्वक कसरी अगाडि बढाउन सक्छौँ र कसरी राष्ट्रिय समग्र एकता र अहिले राष्ट्रलाई देखिएका विभिन्न खालका चुनौतीलाई सामना गर्नको निम्ति सम्पूर्ण राष्ट्रको एकता उभिने वातावरण कसरी निर्माण गर्न सक्छौँ त्यतातिर चाहिँ नि तपाईँ जस्तो बुद्धिजीवी साथीहरू वास्तवमा आग्रह पूर्वाग्रहबाट मुक्त भएर एउटा नयाँ सोच विकास गर्नुपर्ने अहिलेको आवश्यकता छ। मैले जुन ढङ्गले देखिरहेको छु त्यो राष्ट्रिय गति अत्यन्त चुनौतीपूर्ण छ। हिजो 23 गते 24 गते भए जस्तै आन्दोलन कहीँ कुनै बेला पनि अराजकतापूर्ण स्थितिको निर्माण हुन सक्छ। त्यसलाई चाहिँ सबै मिलेर एकले अर्कोलाई युज, हामीले राष्ट्रिय समग्र हितको कुरा भन्दा पनि कहाँ कसरी राजनीतिक ढङ्गले युज गर्ने भन्ने मात्रै दृष्टिकोणले हेर्दा त जसले जहाँ जसरी पनि प्रयोग गर्न सकिन्छ। 23 गतिको आन्दोलन जेन्युन आन्दोलन युवा, तर के 23 गतिको आन्दोलनको आवरणमा 24 गते भएको यो राष्ट्रिय विध्वंस त्यसलाई ढाकछोप गर्न पाइन्छ, त्यसलाई ढाकछोप गर्न हुन्छ। मानव अधिकार आयोगको रिपोर्ट अहिलेसम्म चाहिँ मैले संसदमा प्रधानमन्त्री सोद्धाखेरि सबै आयोगका रिपोर्टहरू हामी बिस्तारै गर्दै जान्छौँ भनेपछि त्यसलाई प्रतीक्षा त गर्नै भयो। होइन भनेदेखि तपाईँको यो त ह्युमन राइट वाचदेखि एमनेस्टी इन्टरनेसनल र युएन समेत कन्सर्न भएको कुरा, यसमा धेरै देशी विदेशी पक्षले चाहिँ विभिन्न ढङ्गले 24 गतिको घटनालाई प्रोजेक्ट गरेर त्यसलाई हामीले केही छानबिन गर्न पर्छ। यो त्यसरी ढाकछोप भन्दा वास्तविक मैले अघि नै पनि भने 24 गतेको नेपाली जनता जो राज्यविहीन पुरा भएको त्यो स्थिति फेरि नदोहोरिनुको निम्ति पनि समग्र राष्ट्रिय एकताको स्थिति र संविधान चाहिँ सर्वपक्षीय सम्मेलनद्वारा चाहिँ एउटा स्थायी डकुमेन्टको रूपमा हामीले प्रयोग गर्नुपर्ने ल्याउनु पर्ने आवश्यक हुन्छ। त्यो खालि टालटुली समाधानबाट चाहिँ धेरै समस्याहरू समाधान हुन सक्दैन। अब राष्ट्रिय एकता भन्दा यो युनिटी र युनिफर्मिटीमा डिफरेन्सेस छ। युनिटी वी आर अल युनाइटेड फर नेसनल, तर युनिटी भने युनिफर्मिटी हो। रेजिमेन्टेड शासनमा जति गल्ती गरे पनि त्यो गल्तीलाई ठिकै हो भन्ने प्रवृत्ति चाहिँ युनिफर्मिटी हो। त्यो आर्मीमा होला, पुलिसमा होला अथवा कहाँका युनिफर्मिटी, तर पोलिटिक्समा युनिटी मात्रै हुन्छ। मन मिल्छ त्यसको असल कामको निम्ति एकअर्कालाई सहयोग गर्नुपर्छ, तर युनिफर्मिटी जस्तो जम्मै कुरालाई बेठिकलाई ठिक हुँदैन भन्ने प्रवृत्ति चाहिँ ठिक हुँदैन। अहिले हामी कता कता त्यो ट्रेन्ड पनि देखिरहेको छौँ, त्यो ट्रेन्ड राम्रो होइन। अब संसदीय परम्पराको दृष्टिकोणले हेर्नुहोस्, 1215 को म्याग्ना कार्टाबाट भेलाको संसद छ। 800 वर्षभन्दा बढ्ताको इतिहास छ। अब त्यहाँ 1200 मा म्याग्ना कार्टा सुरु भएर बल्ल 1642 मा मैले यो संशोधन भने 1642 किङ चार्ल्स फर्स्टले गणतन्त्र पक्षधर अथवा राजतन्त्र विरोधीहरू 4 जना 5 जना कति एमपीले बोलेपछि 400 भन्दा बढ्ता आर्मी बोकेर खोइ यी मान्छे कहाँ छन् भनेर स्पिकरसँग सोद्धाखेरि महाराज मलाई मारिदिनु भयो, मार्दै तर म जुन बेला संसदभित्र छु त्यो बेला मेरो आँखा पनि छैन, जिब्रो पनि छैन, खुट्टा पनि छैन। म जे यो संसदले भन्छ त्यसको निर्देशन उसले चिनाउँदा चिनाए देखाए। संसदीय परम्परा त्यसरी विकास भयो। यो मैले 1642 को कुरा गरेँ। 1649 मा चाहिँ किङ चार्ल्सलाई चाहिँ मारियो। अहिले भर्खरै 2021 अहिलेको ब्रिटिस
मिनिस्टर स्टामर चाहिँ त्यो बेला अपोजिसन लिडर थिए। बोरिस जोन्सन चाहिँ नि प्राइम मिनिस्टर। प्रश्नोत्तरको समयमा बडो हिटेड डिस्कसन भएपछि अलिकति डिरोगेटिभ कमेन्ट चाहिँ नि स्टारमरलाई चाहिँ नि बोरिस जोन्सनले भनेपछि तपाईँ रोक्नुहोस् भन्दाखेरि उनी भन्दै गयो। अनि त्यसपछि उनले के रुलिङ गरेका छन् भने प्रधानमन्त्रीजी बस्नुहोस्, तपाईँ प्रधानमन्त्री हुनुहुन्छ त्यो मलाई थाहा छ, तर यो यहाँको सभाको सञ्चालक प्रमुख म हुँ। त्यसरी संसदीय परम्पराहरू विकास हुन्छ। अहिले हेर्नुहोस् त संसद भनेको प्राइम मिनिस्टर इज की आर्क अफ गभर्नेन्स। यो सिस्टम अहिले जितेर आउनुभएका नयाँ पार्टीका साथीले होइन हामी सिस्टमै परिवर्तन गरे भन्ने हो त्यो बेला सोच्नु होइन भन्दा दे आर द पार्ट एन्ड पार्सल अफ द पार्लियामेन्ट्री सिस्टम एन्ड दिस यो कन्स्टिट्युसनलाई म कन्स्टिट्युसनको त्रिभुवन विश्वविद्यालयमा पढेर साइन्सको लेक्चर 2015 सालको 18 महिनादेखि 2047 पछिको कुनै पनि संसदमा नीति तथा कार्यक्रम भने सरकारको नीति त्यसको हेड भने प्राइम मिनिस्टर उहाँले आएर त्यहाँ उठेको जवाब परम्परा तोड्ने भनेर हामी परम्परा तोड्ने भिटाउकै लाइन जुत्ता त्यही लाइन अथवा चाहिँ हाम्रो बाबुबाजे हामीभन्दा अगाडिकाले कहाँ त यो गाईको गोबरले होइन गधाको गोबरले यो लिनु भन्ने नि अधिकार त छ। तर परम्परा कुनै पनि संसारभरिको पार्लियामेन्टको परम्परा कन्भेन्सन उसको नियमावली सरै हो। कन्भेन्सनलाई